सो अब हामी लाग्दैछौँ ब्रिस्बेन सिटी आफ्टर लङ टाइम पछि पासपोर्ट रिन्यू गर्नुपर्ने छ ताराको। अनि हामी पनि यही मौकामा अब गाउँतिर बस्छौँ हामी। सिटी जाने भनेपछि हामी एक्साइटेड छौँ हिजैदेखिकै फेरि आज बिहान नै होइन। सो अब बिहानको अहिले 7 बजे, खास हामी 7 बजे हिँड्ने प्लान थियो, तर के भयो भने मैले सोचेँ 7:30, किरणले पनि 7:30 सोचेछ कि के भएछ, म त उठेर अनि नुहाएर यताउति गर्दाखेरि चाहिँ अब टाइम लाग्यो भनौँ न। अनि हामी ताराको घर जाँदैछौँ। यो चाहिँ मनसाको घरको सनफ्लावर रे। चाहिँ तारा कृष्णको घर चाहिँ त्यो हो। हामी चाहिँ 1 मिनट टाढा बस्छौँ यिनीहरूकोबाट, हिँडेर 1 मिनट। यिनीहरू अघि नैदेखि कुरिरहेछन्, यिनीहरू चाहिँ फार भइसक्यो होला नि, फार 7 बजी हिँड्ने भने होइन, यहाँ ब्रेकफास्ट रेडी भइसक्यो भन्दै थिएँ। हेरौँ के छ गाइजहरूको अनि के हुन्छ। हेर्दै जाम खाजा ब्रेक पछि हामी प्रस्थान गर्दैछौँ ब्रिस्बेन सिटी जाने। कस्तो भइरहेको नि माया तिम्रो डे अफ। हाम्रो मरेफेल ल्यान्डिङको हिरो ड्राइभर साहब हो गया। In 200 meters, turn left onto Walker's Road. गाडीबाट झरेर अब ट्रेनको यात्रा। सिटी जान गाह्रो छ गाइस, गाउँमा बसे सिटी जान साह्रै गाह्रो छ। 4 मिनटमा ट्रेन छ अरे, रसुको घर नजिकै गाडी राखेर अहिले स्टप गरेर अनि जाने भनेर। यहाँबाट चाहिँ ट्रेनमा जाउँ सिटीतिर चाहिँ पार्किङ पनि पाइँदैन भनेर। अनि हामी चाहिँ टुम्बुल This is Tumbul train station. ल हिँड्नु ट्रेनभित्र हिँडेर सोलमोलो ब्रिस्बेनको ट्रेन कति खाली छ है। किन खाली भयो होला यार, यो 9 बजे यार यस्तो खाली हुन्छ यार। हामी गाउँमा बस्छौँ हेर गाइज है, गाउँमा चाहिँ 9 बजे पनि ट्रेनको सिट खाली छ क्या। होइन 2टा पासा
हाम्रो अगाडि त दुइटा राम्री केटीहरू रहेछ नि त के चाहिँ एउटा एउटा उडाइदिने है क्या अच्छा नि मलाई चाहिँ त पल्लो सेतो सर्ट लाउने अलि मन पऱ्यो है यहाँ हाँसी पनि राख्ने हाम्रो कुरा सुनेर हामी चाहिँ सिटी छिर्यौँ अहिले सिटी ब्रिस्बेन त अघि नै छिर्यौँ सेन्ट्रलमा के छ भन्दाखेरि चाहिँ ब्रिस्बेन सिटी भए पनि यहाँको लिफ्टले चाहिँ काम नगर्दा मान्छेले हिँडिरहेका छन् अस्ट्रेलिया भने त मात्रै हुँदैन गाइज है अस्ट्रेलियामा पनि बिग्रिने नबन्ने एउटै चिज बन्नलाई टाइम लाग्ने यो लिफ्ट जहिले बिग्रिहाल्छ क्या अनि टक्क यहाँ कार्ड टच गरेपछि चाहिँ खुल्छ होइन टच अन गरेर छिर्ने टच अफ गरेर निस्किने एकदम सेन्ट्रल भयो भने एकदमै क्वाइट अनि खासै त्यस्तो वाउ चाहिँ छैन ब्रिस्बेनको सेन्ट्रल स्टेसन अब मेलबर्न अनि सिडनी चाहिँ बवालै छ होइन यहाँ चाहिँ डिस्प्लेमा चाहिँ कुन ट्रेन कहाँ जान्छ भनेर अलिकति यहाँ हाई राइजिङ बिल्डिङ भनेको सिटीमै हो अन्त चाहिँ त्यस्तो बिल्डिङ सिल्डिङ खासै केही छैन सिटीको पनि एकदमै यहीँ अलिकति एरियामा मात्रै छ होइन यस्तो बिल्डिङहरू ठुल्ठुलै हेर्दाखेरि टोपी खस्ने यस्तो बिल्डिङहरू चाहिँ नछ भने चाहिँ अरू ठाउँमा चाहिँ छैन भनौँ न के गोल्ड कोस्ट जानु पऱ्यो गोल्ड कोस्टमा पनि छ तर यहाँ चाहिँ अलिकति यो चाहिँ ब्रिस्बेन सिटी अब यति बेला चाहिँ मान्छेहरू चाहिँ ठ्याक्क जागिरको लागि आउने बेला भयो जागिरको लागि आउने बेला भयो अब 9 to 5 जब गर्नेहरू अलि कर्पोरेट जबहरू गर्नेहरू चाहिँ अनि अब स्टुडेन्टहरू युनिभर्सिटी अब ठ्याक्क 9 बजेदेखि काम सुरु हुन्छ 8:45 भयो हामी चाहिँ पासपोर्ट रिन्यू गर्न जाने ठाउँ चाहिँ यता फेरि कुन स्ट्रिट रहेछ पासा कुन स्ट्रिट रहेछ Wickham Terrace. हिजो हो कि अस्ति सस्पेसियस के भेट्यो भनेर यो रोडै ब्लक गराएको थियो अरे क्या अस्ट्रेलियामा नि के हुन्छ हो आजभोलि यो चाहिँ यहाँको लोकल बसहरू चाहिँ स्टेसन त्यो रोक्ने ठाउँहरू हुन्छ त्यहाँनिर चाहिँ एउटा उसमा चाहिँ पेपरमा चाहिँ कुन बस कति बेला जान्छ भनेर लेखाने हुन्छ नत्र भने एप हुन्छ त्यसमा चाहिँ लेखिरहेको हुन्छ कुन बस कति बेला कहाँ जान्छ भनेर अनि त्यो बस नम्बर कुन चाहिँ आउँछ भनेर अनि त्यसमा चाहिँ हेऱ्यो अनि त्यही स्टपमा गएर बस्यो यो बिचको गोलोमा चाहिँ हाम्रो त्यो लुम्बिनीमा आएको बल्छ नि त्यस्तो बल्छ जानुभएको पास त्यहाँ त्यो बिचमा चाहिँ त्यो कहिले ननिम्ने अखण्ड दीप बलिरहेको छ क्या ऊ त्यहाँ बलिरहेछ त्यो झेरेर भाषा यो केटीहरू त हाम्रै पछि लगाइरहेको थियो यार यो केटीहरू त हाम्रै पछि लगाएको छ हामी ह्यान्डसमहरू त देख्नै नआउने क्या ह्यान्डसमहरू देखेर
पिटिदिने ठाउँ पनि यतै है। ल अब हामी चाहिँ लगभग पासपोर्ट बनाउने ठाउँतिर आउन लाग्यो। आन्टी चाहिँ यहाँ बिहान बिहान सरसफाइ कार्यक्रममा व्यस्त हुनुहुन्छ। धन्यवाद आन्टी। बिचमा चर्च त्यो चाहिँ चर्च पनि छ यहाँ। है तपाईँले म्याप हेर्नु भएको थिएन? कति बजेदेखि खुल्दो रहेछ? 9 to 10 हो मेरो अपोइन्टमेन्ट। ल 9 to 10 अपोइन्टमेन्ट यतै होला। सानो क्याफे पनि रहेछ यहाँ। अलिक कोजी भाइब रहेछ। सिल्भर टन प्लेस हो? हो? ओके। यो रेन्टमा लिएर रहेछन् क्या है? रेन्टमा लिने होला क्या? 8th फ्लोरमा रे। Welcome to Sushi Order. यो केटीहरू अझै पनि पछि लागिरहेको छ हाम्रो गाइज होइन। यस्तै पऱ्यो भने आज घरै लिएर जानु पर्ला जस्तो छ होइन गाइज। गर्छ घर भएर पछि लाग्यो भने थाहै नि तपाईँलाई ट्रेक। ऊ त्यहाँ हो ऊ 90 ल ब्याक इन द गेम। ल जाने गएर बसौँ न। पासपोर्ट रिन्यू गर्न पनि काम सकियो। अब के छ भन्दाखेरि अब काम छैन हाम्रो। सोच्यो भन्दा छिटो भयो। काम छिटो भएपछि पनि गाह्रो छ। चस्मा यहाँ रहेछ नि त बाखा। 9 बजेपछि खोल्छ स्टोर। रिसेल भ्यालु भएन भने त्यो कुनै पनि साउन्डको रिसेल भ्यालु छैन भने मलाई त्यो साउन्ड होइन तर यस्तोहरूको त रिसेल भ्यालु हुन्छ नि। पासा डेन्जर हुन्छ नि रिसेल भ्यालु। अनि त्यही भएर त अनि तर लिमिटेड एडिसन किन्नु पऱ्यो। तपाईँको त अनि केही कुरा पनि आजको भोलि त मकै नै फल्दैन हो। कुर्नु त पऱ्यो नि त। जति कुरै त्यति घट्दै गएपछि त्यो मतलब हामी चाहिँ अहिले यो ब्रिस्बेन सिटीको अलिकति ब्रान्डको सामान पाउने ठाउँमा छौँ होइन। यस्तै ब्रान्ड त होइन। लुई बुतोन के अरे त्यसरी के भनेर प्रनाउन्स गर्छ? लुई बुतोन।
जाने हो यो चाहिँ क्लब हाउस अस्कर अवार्ड त यहाँ पो रहेछ त पासा खै 11,900 Yeah, 12,900 किन नसकिने रहेछ 16,900 1600 16,000 ल ल फेरि गेमको टाइटल पनि हुन्छ रहेछ फर्स्टमा चाहिँ होइन एउटा बुढी आमा टाइटल नै एउटा बुढी आमा अब तपाईँ त्यहाँदेखि सुरु गर्नुभयो एकादशमा एउटा बुढी आमा थियो होइन बुढी आमा चाहिँ एड गर्नु पर्यो अनि भन न पहिला यस्तो त त्यति मात्र गेम त अनि फर्स्टमा हल्का त अब हामीले सुरु भइसक्यो। इन्ट्रो त दिनु पर्यो नि त त्यति कसरी मात्र हो गेम कि? त्यो बुढी आमाबाट बुढी कसरी आमाबाट फेल हुन्छ यस्तो- कसरी हार्छ पोइन्ट कसरी काउन्ट गर्ने विनर को हुन्छ अब यसमा हेर्नु होइन नत्र त गेम इन्ट्रेस्टिङै भएन नि कन्टेस्टेन्ट धेरै छैन नि त खासै चाहिँ अब यसमा अलिकति धेरै कन्टेस्टेन्ट भएपछि चाहिँ मेला लिएर मेला छोपेर अनि त्यसपछि ठ्याक्क जस्तै मैले तपाईँलाई पोइन्ट गरेँ अनि तपाईँले एउटा स्टोरी भन्दै गयो त्यसपछि किरणलाई पोइन्ट गरेँ किरणले त्यही स्टोरीलाई कन्टिन्यू गर्न पऱ्यो होइन अनि त्यसपछि सपोज किरणले चाहिँ अकमक्यो के अकमक्यो भने चाहिँ ऊ आउट हुने रहेछ के ए अघिमै किन खासै भएन त्यस्तो गेम हो 3 जना कन्टेस्टेन्टमा के गर्नु ल। ल अनि ल तिमीले अब बुढी आमा भन्यो नि त्योभन्दा अगाडि के शब्द भन्न थप्न पाए कि पाएन त्यो बुढी आमा भन्ने चाहिँ बुढी आमा फर्स्ट एकादशमा एउटा बुढी आमादेखि सुरु गर्नु पर्यो ल ल देऊ न बुढी फेरि आमा। एकादशमा एउटा बुढी आमा थियो अरे होइन अनि त्यो बुढी आमा चाहिँ नेपालमा बस्थ्यो अरे अनि नेपालमा बस्दा बस्दा एकदम दुर्लभ गाउँमा बस्थ्यो अरे दुर्लभ गाउँमा दुर्लभ गाउँमा चाहिँ घर थियो अरे होइन त्यो घरको तल्लोपट्टि चाहिँ गोठ थियो अरे होइन गोठमा चाहिँ 4वटा बाख्रा थियो अरे होइन त्यहीबाट कन्टिन्यू बाख्राको त अनि बुढी आमाको बाख्रा चाहिँ एकदम खप्चरो बेला बेलामा यताउता आउँदा डुल्ली आइज भन्दाखेरि मान्दैन अनि लास्टै खत्तम बाख्रा थियो त्यही पनि बिचरा एकदम माया गरेर राखेको बुढीले अनि माया गरे पनि बिचरा उसको अब बाख्राले हेरचाह गर्ने मान्छे कोही थिएन अरे छोराछोरी सब विदेश गएको थियो अरे होइन अनि त्यही पनि अब सकि नसके घाँस दाउरा गरेर अनि घाँसहरू पात गरेर मेलापात गरेर भए पनि मान्छेहरू बटुलेर मान्छेलाई हेल्प मागेर भए पनि बाख्रा पालिरहेको थियो अरे तर के भयो भने एक दिन चाहिँ बुढी आमाले माया गरेर पालेको बाख्रा चाहिँ एक दिन बाघ आएर क्वार्ला पै खाइदिएछ होइन बुढी आमा चाहिँ रोको रोइ गऱ्यो अरे बिचरा रोएर अनि बुढी आमालाई चाहिँ एउटा मान्छे भेट्न आएर चाहिँ बुढीले आफ्नो दुःख एकदम बेथा पोखिन्छन् अनि दुःख त्यसपछि त्यो मान्छेले चाहिँ उता विदेशमा भएको उसको छोरालाई फोन गरेर साप थर्काएछन् तँलाई बानहरू तेरो आमालाई यस्तो गाह्रो भइराख्दाखेरि पनि तैँले हेर्न सकिनस् कुत्ता तल सुँगुरका बच्चा भनेर गाली गरेछ अरे अनि बुढी आमा धेरै रोइसकेपछि चाहिँ बाघलाई माया लागेछ अरे अनि त्यसपछि उसले चाहिँ बाघ चाहिँ बुढी आमालाई भेट्न आएछ अनि भेट्न आएर बाघ चाहिँ बुढी आमालाई खाइदिएछ अनि बुढी आमालाई खाइसके पछाडि चाहिँ अनि त्यसपछि फेरि त्यही सुरुकै मान्छेले उसको छोराछोरीलाई फोन गरेर सबै व्यवस्थाहरू सबै कथाहरू सुनाइसके पछाडि त्यो छोराहरू आएछ त्यो छोराहरूलाई पनि बाघले तेरो आमालाई नहेरेको भनेर त्यो बाघले खाइदिएछ छोराहरूले आएर चाहिँ बाघलाई खाइदिएछ होइन अनि बाघलाई खाइदिएपछि चाहिँ बाघ संरक्षण समिति आएर छोराहरूलाई खाइदिएछ मैले स्टप गर्ने बित्तिकै उसले कन्टिन्यू गरिहाल्ला भन्छ कि त्यो जुन सेन्टेन्स पुरा हुन हुँदैन है जङ्गल समितिको मान्छेहरूले चाहिँ पुरा लाएर बैठक बोलाएछ अरे अनि कसले मारे बाघ भनेर उनीहरूले एकदम अब रिसर्च गर्न खोज्छ त्यहाँपछि त्यो बुढी आमाको छोरा रिसर्च गर्दाखेरि चाहिँ अब त्यो छोरा बुढी आमाको छोराहरू चाहिँ पुरै बाठो भएर विदेश
विदेश भागेछ अरे होइन भाग्दाखेरि चाहिँ के भएछ नि एउटा छोराले चाहिँ बाघको मासु चाहिँ खाएछ छाला चाहिँ राखेको रहेछ होइन त्यसलाई चाहिँ पुरातात्विक विभागले चाहिँ समातेछ कि त्यो तस्करी गर्न लाग्यो भनेर बाघको त्यो छाला लिएर जान लाग्यो भनेर समातेछ अनि त्यो बुढा आमाको छोरा चाहिँ चेप्रै कोचेछ त्यसलाई निकाल्न कोही नरहेछ त्यसको बुढी चाहिँ विदेशबाट गएर ल बुढीले निकालेछ होइन अनि त्यसपछि त्यसलाई चाहिँ आफ्नो आमालाई नहेरेको चाहिँ पाप लागेछ ऊ चाहिँ जेलमै सडेछ सरेर मरेछ अन्त बुढी आयो त्यो उसको बुहारी चाहिँ आउट भयो अनि झ्यालमै चढेछ अनि जेलमा चढे पनि त्यसको त्यो हड्डी सडेछ अनि त्यसको हड्डीहरू चाहिँ पुरै कमजोर त्यो पुरै लाने लागेर हुन्छ नि त्यो मान्छेको हड्डी त्यस्तै रहेछ अनि त्यसमा अरू जेलरहरू आउँदाखेरि पनि राति तर्सनी गरेर त्यो जेलमा चाहिँ अनि तर्साउँदा के भएछ भने त्यसलाई किन मारेको भनेर पुलिसहरूलाई नै उल्टै मुद्दा चलाएछ अनि पुलिसहरूलाई पनि फेरि त्यही जेलमा राखिदिएछ होइन त्यही जेलमा राखेँ पुलिसलाई पनि जहाँ मराएको थियो त्यही जेलमा राख्यो भने पुलिसहरू पनि पुरा डरले राति पिसाबी चिएछ प्यान्टमा अनि मऱ्यो पुलिस पनि अनि मरेछ अनि त्यसपछि पुलिसको मऱ्यो चाहिँ पुलिसको छोराछोरी अनि त्यस बुढीहरू आएर के भयो कसो भयो भनेर भनेछ होइन अनि तिनीहरूले चाहिँ अनि फेरि त्यो जेलरलाई चाहिँ जुन चाहिँ त्यसको के अरे जेलरको अफिसर हुन्छ नि त्यसलाई जेल हालिदिएछ होइन अनि जेलर पनि त्यही भएर राति डरले पुरै मरेछ होइन अनि त्यसपछि छोराछोरीहरू आएर फेरि इन्भेस्ट गरेछ होइन पुरै सिबिआईलाई म चाहिँ भुवनलाई चाहिँ के भन्न जस्तो लागिरहेको थिएँ नि भनौँ भने चाहिँ जो इन्भेस्ट गरेर त्यही जेलमा राख्यो भुवनले भने जेलबाट मैले चाहिँ मरेर फेरि त्यसको छोराछोरी अनि त्यसकै फेरि छोराछोरीलाई फेरि इन्भेस्ट गरेर फेरि जसले हालेर फेरि जेलमा गयो फेरि त्यो जेलबाट मऱ्यो त्यसको छोराछोरी फेरि मऱ्यो त्यस्तो मात्रै गरिराख्नु मन लागिरहेको थियो कसलाई हुन्छ नि अनि द्याउनु पर्छ नि कसलाई आमा मात्रै अनि एकजना आमै हुनुहुँदो रहेछ है बिचरा अनि आमा पनि अब दिन प्रतिदिन काम गर्दा बुढेसकालमा मर्न लाग्नु भएछ होइन अनि त्यसपछि तर त्यो आमाको चाहिँ 10जना बच्चाहरू थियो अरे होइन 10जनामा चाहिँ 8जना चाहिँ राम्रै थियो अरे दुईजना चाहिँ खत्तम रहेछन् सुँगुरका बच्चाहरू रहेछन् होइन अनि त्यसपछि चाहिँ दुईजनाले गर्दाखेरि आमालाई चाहिँ एकदम तनाव हुन्थ्यो अरे चिन्ता मात्र भइरहन्थ्यो अरे होइन अनि त्यसपछि खालि तिनीहरूलाई फोन गरेर के छ भनेर भनिरहन्थ्यो अरे होइन त्यो छोराहरू चाहिँ अब जति आमाले फोन गर्दाखेरि फोनहरू नउठाउने होइन फोन पनि स्विच अफ गरेर भाग्ने पुरा केटीहरू डुलाउँदै गाजा रक्सी चुरोटहरू पनि खान्थ्यो अरे होइन अनि ड्रग्सहरू पनि लिन्थ्यो अरे सिरिन्जहरू पनि हाल्थ्यो अरे आमालाई चाहिँ यो कुरा चाहिँ आमालाई चाहिँ थाहा रहन्छ यो कुरा होइन तर एक दिन चाहिँ के भएछ गाउँकै पल्ला गरे साइलाको काइलो चाहिँ छोरो आउँदाखेरि चाहिँ तपाईँको साइली आमा तपाईँको छोराहरू त यस्तो गर्छ अनि यस्तो गर्छ भनेर कुरा लगाइदिएछन् अनि त्यसपछि बुढी आमा बिचरा अब उमेर त्यति बुढी भए पनि अब नसकी काठमाडौँ गएर अनि भारी बोकेर छोराहरूलाई खोज्न लागेको छ होइन दिनरात मेरो छोरो मेरो भुन्टे मेरो साइलो मेरो काइलो भन्ने पुरै खोज्दो रहेछ होइन खोज्दा खोज्दै एक दिन चाहिँ एउटा सहरमा पुगेछ अरे त्यो सहर चाहिँ एकदम ठुलो थियो अरे त्यो आमा चाहिँ भइसक्यो सहरमै छ क्या आमा गाउँमा थिएन आमा सहर गइसक्यो सहर गएछ अनि बिचरा अनि त्यो आमाले अब पहिला जुन ठाउँमा छोरा बस्थ्यो नि त्यो ठाउँबाट छोराहरू पुरा डेरा सरेर कहाँ पुगेछ अरे अनि त्यो गरेर चाहिँ आमा चाहिँ हत्तु भएछ क्या खोज्दा हत्तु भएर चाहिँ अब मेरो चाहिँ केही छैन भनेर चाहिँ शरण लिनले चाहिँ पशुपतिनाथ गएछ अरे होइन पशुपतिनाथ जाँदाखेरि त तिनीहरूको दुईवटा छोराहरू चाहिँ त्यहीँ भिख मागिरहेको थियो अरे अनि मान्छेले पुरै त्यो परिवारले चढाएको दानाहरू त्यहीबाट खाने पानी चढाएको पनि त्यहीबाट पानी खाने त्यस्तो अनि त्यहीँको अब कुकुरको मुस्लाहरू अनि के अरे कुकुर
के अरे कुकुरको के हुन मैले नेपाली वर्डै भनेन कि होइन अनि चाहिँ के भएछ भने आमालाई चाहिँ अहिले त्यो छोराहरूको जस्तो हरेक बिजोग कुकुरको मुत्ला के मुत्ला कुकुर भने अनि त्यसपछि त आमा त्यहाँ छोराहरूको हरेक बिजोग देखेर चाहिँ आमालाई चाहिँ दया माया लागेछ अरे अनि त्यसपछि फकाएर गाउँ लिएर गएछ अरे होइन अनि गाउँमा लगेर पनि अब त्यो ड्रग्स खाने इन्जेक्सन हाल्ने त्यो एडिक्ट भएर अनि गाउँमा पुरै छटपटेर अनि भिडबाट लडेर मरेछ अरे अनि चाहिँ आमालाई चाहिँ झन् पीडा भएछ अरे कि मैले ल्याएपछि यहाँ छोराहरू मरे मैले बेकार किन ल्याएको त्यहीँ बरु मागेर खान्थ्यो भनेर आमालाई पीडा भएछ अरे पीडा हुँदा हुँदै आमालाई असह्य भएर अनि त्यसै पीडा हुँदा त्यसपछि अनि यो कुराहरू चाहिँ उसको 8वटा राम्रो जस्तै यस्तो भएन यो गेममा पीडा भइरहेछ अरे भन्नु होइन पीडा हुँदा अब तिमीले पीडा हुँदा हुँदै भनेर भन्न पाएन कि त्यसलाई कन्टिन्यू गर्नु पीडा भइरहेछ अरे होइन त्यसपछि आउनु पऱ्यो कि ल भइसक्यो गेम तपाईँले जित्नु भयो होइन अहिले कृष्ण जित्नु भयो अघि म out of topic भयो रमाइलो भयो इन्ट्रेस्टिङ अस्तिको सेफ र डेन्जर वर्ड यो यिनीहरूलाई गएर सोधौँ न भयो कि भएन यो मान्छे त लिन सुरु गरिसकेको छ त गएर सोधौँ होइन 11 बजे अब हामीले खाने भेजी हाल्दै अरू काम गर्नु होला नि त ऊ गरौँ है ड्राई खाम है ड्राई ठिक्क हुन्छ क्या सुप खानु तर फर्स्ट टाइम खाँदा सुप मिठो हुन्छ होइन मैले त खाइछु यो त्यत्रो एउटाले पुग्छ होला होइन त्यो अब तिमीहरूले कति हाल्छौ भन्ने कुरा हो क्या होला खानु अस्ति मैले त सिडनीमा त्यो साथीहरू लगाएको थिएँ म है $40 खाएको थिएँ मैले बुढाबुढीले त भाँडैभरि हाल्दा पनि 20-30 हुँदैन तपाईँले त भयोभरिको सबै आइटम खाइदियो क्या होइन $40 खोइ कति भयो हामी चाहिँ यहाँ डेस्परेटली चाहिँ डेभिड हटपर खानको लागि चाहिँ वेट गरिरहेको चाहिँ रमाइलो छ 47 को चाहियो र चल्यो के हो यो त बबाल छ कुरा आज गाइस कृष्णको पुगेन अरे कि पुगेन अरे के मेरो वेटै पुगेन अरे यो के रहेछ यो वाट इज दिस भयो होला त अब यो चाहिँ दिस इज भेजी सेक्सन दिस इज अ मिट सेक्सन ए मिसमा के छ याकी यो के हो यो टोफूको ए टोफू अरे बट्टाई बट्टाई विशालले पाएको होला कि म त कुन सुपै थाहा नभएर रेगुलर सुप खानापछि सपिङ पछिको विश्राम मेरो बुढी क्राङ्की भएको अवस्था किनभने म त्यहाँ बिल पे गर्न गएन भनेर मेरो बुढी क्राङ्की भएको अवस्था घाम हुन सुरु भयो बिहान 7 बजे हिँडेको हामी अहिले 12 बजेर 20 मिनट भयो अब हामी चाहिँ यहाँको त्यही स्काई डेक यहाँ चाहिँ माथि गएर अनि ब्रिस्बेन सिटी हेर्ने एउटा डेक छ भनौँ न
अनि त्यहाँ चाहिँ तारा कृष्ण आउनु भयो रहेछ, त्यहाँ लिएर जाँदैछौँ। स्काई डेक रमाइलो छ, फर्स्ट टाइम आउनुलाई यसो नयाँ अनुभव। अनि त्यहाँ क्यासिनो पनि छ, स्टार क्यासिनो। हामी चाहिँ क्यासिनो चाहिँ नजाने, तर स्काई डेकसम्म पुगेर त्यहाँबाट हल्का साउथ ब्याङ्कतिर घुमेर अनि साउथ ब्याङ्कबाट डाइरेक्ट ट्रेन चढेर चाहिँ नन्द जानु पर्ला भन्ने हाम्रो अहिलेसम्मको प्लान हो। के भन्छौ यस विषयमा? केही नै माया कस्तो छ ठिक छ प्लान, कस्तो लाग्यो तिमीलाई? रमाइलो छ के भयो? बिल्डिङहरू चाहिँ ठुल्ठुलो छ कि खत्रै ठुलो छ। क्यासिनो चाहिँ यस्तो छ, स्टार होटल पनि यहीँ छ, सबै कुरा अलमोस्ट एभ्रिथिङ। अनि के यो त लुनार न्यु इयरको, चाइनिज न्यु इयरको चाहिँ यहाँ आई गेस यो स्टार होटल स्टार यो हुनु सबै चाहिँ चाइनिजले नै ओन गर्छ जस्तो लागेको छ मलाई, किनभने माथि धेरै कुरा चाइनिजमा लेखाएको छ क्या। Why does it fire and earth or something? केटाकेटीहरू चाहिँ फोटो खिच्नुमै व्यस्त छन्।
तारा एक्सप्रेसन निस्क्यो तारा यता आउनु हामी चाहिँ एकैचोटि 23 तलामा जाँदैछौँ गाइस मान्छे धेरै छ नि यहाँ त्यही भएर म चढ्दै बोल्नु पर्दैन कस्तो हल्ले हामी ठ्याक्कै अहिले चाहिँ 23 तलामा आयो on the top त्यो चर्को हावा लाग्यो यो चाहिँ तल गाडी कुदिरहेछ नि तल चाहिँ त्यो चाहिँ हाइवे टु गोल्ड कोस्ट जाने हो अनि अहिले चाहिँ हामी 23 तलामा छौँ यो चाहिँ स्काई डेक यहाँ चाहिँ ब्रेकफास्ट लन्च डिनर अनि इभिनिङमा चाहिँ एकदम ह्याप्पी स्काई डेकको भ्रमणपछि अब हामी लाग्यौँ साउथ ब्याङ्कतिर यो दुईजना टुरिस्टलाई घुमाउँदा यार म त थाकिसकेँ फेरि चढेर ह्यामिल्टन जाने हुन्छ तल गाडी कुदिरहेछ जस रमाइलो छ यहाँको यसो टाइम पास गर्नलाई अब हामी चाहिँ त्यहाँ पारी जान्छौँ त्यो पुल पारी गएर अनि त्यहाँ चाहिँ साउथ ब्याङ्कको त्यो बगनबेलिया भएको साइडमा चाहिँ राम्रो छ त्यहाँ बस्ने त्यहाँ गएर अनि यो वारिपारीलाई जोड्नलाई चाहिँ यहाँ बिचमा एउटा पुल बनाएको छ यो पुल यो चाहिँ नयाँ पुल हो जस राम्रो छ भनौँ न रमाइलो यही अब स्टार क्यासिनो स्टार होटलको लागि बनाएको अहिले उतापट्टि हो तारो हामी जान्छ अझै अलिकति हिँड्नुपर्छ कष्ट गर्नुपर्छ घुमघाम खानापिनापछि अब विश्रामको समय आएको छ विश्राम पनि अलिकति हामीलाई चाहिँ चिल भाइबमा हल्का भाइबिङ खोला नाला यस्तो उयो हेर्दै कोकोनट ट्रीको तल बसेर खुट्टा चोल्दै भाइबिङ लिइरहेछ नि यहाँ चाहिँ आजको लागि यति नै आजको हाम्रो डे चाहिँ अब म खिच्दा घुम्दा डुल्दा हिँड्दा थाकिसक्यो अब क्यामेरा निकालेर खिच्न पनि मन छैन आजको लागि हाम्रो लागि मेमोरी भयो ल चाउ